नमस्कार दर्शकबिन, यो एउटा सजगताका लागि पनि हामी यो भिडियो सम्प्रेषण गर्दैछौँ। अस्ति भर्खर म मेदीमा जाई खाएर आएर यो बनाएको मेदीमा जाई खाएर आएँ मेदीको पैसाले बनाएको गाडी मेदीमा पनि जानुभयो? मेदीमा गएँ मेदीमा यो गाडी बनाउनको लागि म मेदीमा दुःख गरेर गएँ। गएको 7 वर्षदेखि यही ठाउँमा राख्ने अटो आज गए राति चाहिँ अचानक चोरी भयो। रहनु होला। अब गाउँमा यस्तो नहुनु पर्ने थियो, भयो। अब बिचराको गरी खाने भाडो हो। अहिले झापामा चोरीका घटना दिन प्रतिदिन बढिरहेका छन्। आज हामी झापाको बिर्तामोड नगरपालिका वडा नम्बर 2 यो ठ्याक्कै यो चाहिँ चौबाटो भन्छ, यहाँदेखि अलिकति ओरतिरपट्टिको ठाउँमा छौँ। यो फ्याक्ट्री एरियाको ठाउँमा यो ठाउँमा हिजो बेलुका एउटा अटो चोरी भयो। कहाँनिर राख्नु? गाडी यहीँ राख्छु, ठ्याक्कै म यहीँ राख्छु। सधैँभरि यहाँ राख्नु? 7 वर्ष भयो यहाँ राखेको। हजुर, मैले गाडी राखेको 7 वर्ष भयो। अहिले चाहिँ गाडीको मिटर बिग्रेको कारणले गर्दाखेरि मैले 5 लिटर पेट्रोल पनि पछाडि स्टक गरेर राखेको थिएँ। अटो चोरी भए पनि यस्तो तरिकाले चोरी भयो। एक ठाउँको साइकल चोरेर त्यो साइकलमा आएर साइकल यहाँ राखेर यहाँबाट अटो चोरी भयो। त्यो पनि यस्तो तरिकाले जुन घरको धनी हुनुहुन्छ त्यो घरको चुकुल बाहिरबाट लगाइदिएर अनि यो घरको पनि बाहिरबाट चुकुल लगाएर आनन्दले यहाँबाट लिएर गएको रहेछ। साइकल चाहिँ चोरहरूले छोडेर, सायद तिनीहरूले साइकल छोडेर अटो लिएर गएको हुनुपर्छ। त्यो साइकल धनी पनि आएर मेरो 4-5वटा साइकल चोरी भएको हो भनेर उहाँहरूले पनि भनिराख्नु भएको छ। हजुर, भनेको मतलब अर्कोतिरबाट साइकल चोरेर ल्याएर यहाँ अटोसम्म यहाँसम्म आएर साइकल यहाँ राखेर छोडेर गयो। हजुर, तपाईँहरूले बेलुका क्यामेरा एउटा लाइन नहुँदा पनि चल्ने क्यामेराहरू थियो अरे यहाँनिर, हेर्नुभयो? त्यो पनि त्यो अम्बे प्लाईको हो। हजुर, त्यहाँको हेर्दाखेरि चाहिँ हामीले त्यो क्लियर देखिएन। 11:30 बजे पिलिक्क लाइट बलेको यही अगाडि देखियो। त्यस पछाडि अटो यताउति गएको केही देखिँदैन। र त्यतिखेर मस्त पानी परिरहेको थियो। पानी परेका कारणले गर्दाखेरि कसैले पनि थाहा पाउनु भएन र थाहा नपाइसके पछाडि बिहान हेर्दा मात्रै अटो हराएको भन्ने खबर आए पछाडि हामी यो भिडियो सम्प्रेषण गर्दैछौँ। अटो चालक दाइहरूले एकदमै सजग बनिदिनु होला भनेर पनि हामी यो भिडियो प्रस्तुत गर्दैछौँ। जुन हामीले फोटोमा अटो राखिदिएका छौँ, यो अटो, यो नम्बरको अटो, यो कलरको अटो काहीँ कतै कसैले देख्नुभयो भने हामीलाई खबर गरिदिनु होला भनेर पनि हो। यहाँ अटो धनी दाई पनि हुनुहुन्छ। दाई नमस्कार, हजुरको नाम भनिदिनु न। मेरो नाम मेघनाथ पाठक। मेघनाथ पाठक। अटो हरायो भनेर कसरी थाहा पाउनु भयो? अटो हरायो भनेर बिहानखेरि म निस्किँदाखेरि बाहिर लक गरिदिएको रहेछ। बाहिर लक भनेको घरमा चुकुल लगाइदिएको? घरको ढोका मेन गेटको चाहिँ भित्र पस्ने गेटको चाहिँ चुकुल बाहिरबाट लगाइदिएको रहेछ। हामीले भित्रबाट लगाएर सुत्ने गरेका थियौँ, बाहिरबाट लगाइदिएको रहेछ। अनि त्यो देखेपछि बुढी हात्ती के भयो, बाहिरबाट चुकुल लगाइदिएछ। बुढी हात्ती आत्तिसकेपछि उसले उसको आँखा चाहिँ अटोमा परेछ। अटो हेर्दा अटो छैन। अनि झन् हात्तिर भनेपछि म निस्केर चाहिँ हेर्दाखेरि अटो छैन। नभइसकेपछि यही घरका आन्टी एकजना बहिनी हुनुहुन्थ्यो, उहाँलाई चाहिँ बोलाएर अनि ढोका खोल्न लगायौँ। अनि आएर हेर्दा अटो छैन। अब कहाँ लगौँ, के गरौँ? अब यही अटोले छोराछोरी यसो हाल्ने गरिरहेको थियो, त्यही पनि छैन। अब लगिदियो। लोन लिएको थियो, लोन चाहिँ क्लियर भएको थियो मेरो। भर्खरै क्लियर भएको थियो। निलो कलरको अटो छ। गाडी नम्बर भन्नु? 4731 गाडी नम्बर। 473831 नम्बरको चाहिँ अतुल कम्पनीको अटो थियो। पेट्रोल अटो हो, पेट्रोल अटो। कहाँनिर राख्नु? गाडी यहीँ राख्छु, ठ्याक्कै म यहीँ राख्छु। सधैँभरि यहाँ राख्नु? 7 वर्ष भयो यहाँ राखेको। हजुर, मैले गाडी राखेको 7 वर्ष भयो। अहिले चाहिँ गाडीको मिटर बिग्रेको कारणले गर्दाखेरि मैले 5 लिटर पेट्रोल पनि पछाडि स्टक गरेर राखेको थिएँ। कागजपत्र, हजुर, कागजपत्र सबै चिज त्यहीँ थियो मेरो। चस्मा सहित मेरो जति म युज गर्थेँ त्यो सबै त्यहीँ थियो। अब केही पनि छैन। यसमा टायरहरू सबै थियो। गाडी पुरानै भए पनि कन्डिसनमै थियो। त्यसको बिल बुकहरू सबै गाडीमै थियो। सधैँभरि गाडीमै राख्नु? गाडीमै राख्थेँ म। अहिलेसम्म त्यस्तो काहीँ केही भएको पनि थिएन। गाडीमै राख्थेँ। अनि काहीँ केही पर्दा गाडीबाटै निकालेर देखाउँथेँ। गाडीको सामान भरे घरमा लगेर नि सिज हुन्छ भनेर। चाबी चाहिँ तपाईँसँग? चाबी मैसँग छँदैछ, अहिले पनि खल्तीमा छँदैछ। के भन्नुहुँदै थियो? यो घरमा पनि बाहिरबाट चुकुल लगाइदिएको रहेछ। यसरी यहाँनिर यसरी नै लगाइदिएको थियो? हजुर, यसरी नै चाबी यसरी चुकुल लगाइदिएको रहेछ। यहाँ यसरी यहाँ चुकुल लगाइदिएर अनि मेरो घरकोमा पनि चुकुल लगाइदिएर अनि निस्किन नसक्ने भएपछि आनन्दले गाडी चोरेर लिएर गएको। चाबीसँग तपाईँसँगै छ? बिल बुकहरू सबै तेलहरू चाहिँ त्यहाँनिर गाडीमा राखिदिनु भएको थियो। चोरलाई सजिलो भयो जस्तो पनि भयो। त्यस्तै भयो। हजुर, तपाईँको घर चाहिँ कुन हो? यो घर मेरो यो सानो छाप्रो यो घर हो तपाईँको? हजुर। कतिजना केटाकेटी हुनुहुन्छ तपाईँ? हामी 3 जना, 2 जना बुढाबुढी, छोरो सानो छ। हजुर, त्यो 3 जनाको परिवार थियो। त्यही अटोबाटै हो? त्यसैबाट अर्को विकल्पै थिएन। त्यहीबाट गुजारा गरेर दिनभरि कमाएर बेलुका ल्याएर नुन तेल 3 तरकारीसम्म खुवाउँदै थिएँ। अब त्यो पनि अहिले मेरो छैन। हजुर, अब त्यसले गर्दाखेरि प्रहरीमा निवेदनहरू दिनुभयो? दिएको छ।
दिएको छ, फोटो पनि मसँग गाडीको फोटो छ। हजुर उहाँ पनि निवेदन दिएको छ। हजुर अब गाडी पुरानै भए पनि मैले 1.5 वर्ष चलाएको गाडी किनेको हो। हजुर 7 वर्ष भयो म आफैले मेन्टेनेन्स गरेर चलाइराखेको थिएँ त्यो गाडी पनि। हजुर अब यहीँबाट यसै हराउँछ भने आजसम्म कहिले त्यो गाडीको केही कुराहरू यहाँबाट त्यस्तो हराउने कहिले गर्ने कहिले पनि कहिले थियो? कहिले कुनै दिन मैले गाडीमै चाबी बिर्सेर छोडेर जाँदा पनि बिहान आउँदा चाबी जस्ताको तस्तै त्यही नै हुन्थ्यो। आजसम्म चाबी समेत कसैले झिकेको थिएन। केही शङ्काहरू कहाँ कहाँ खोज्नु भयो? आज खोज्न खोज्नु त पनि भयो? हामीले गोल्लाब खोज्यौँ, राजगढ खोज्यौँ, चकचकी खोज्यौँ, यो बिचको गाउँ खोज्यौँ। अहिले अटोमा गएर खोजेर आयौँ तर कहीँ पत्तो लागेको छैन। हजुर अब यो बिर्तामोडतिर चाहिँ हामी गएका यो छैनौँ। भिडियो हेर्नलाई के भन्नुहुन्छ? उहाँहरू सबैलाई भन्छु कसैले देख्नुभयो भने खबर गरिदिनु होला। मेरो नम्बर 9808202971 हो। हजुर त्यही भन्छु। एउटा गरी खाने भाँडो गरी थियो। खाने भाँडो थियो मेरो। अब लगिदियो, कसैले देख्नुभयो सुन्नुभयो भने खबर गरिदिनु होला। म एउटा गरिबलाई राहत मिल्नेछ। हो यही घरमा मेघनाथ पाठक दाईको घर यही हो। यही घरमा चाहिँ एउटा अटोबाट गर्नुहुन्थ्यो र अब चाहिँ अटो चालक दाईहरूले पनि अत्यन्तै धेरै सजग हुन आवश्यक छ। यही हो, अटो त हराउँदैन भनिराख्नेहरूका लागि पनि एउटा सजगताका लागि पनि हामी यो भिडियो सम्प्रेषण गर्दैछौँ। लगभग 7 वर्षदेखि यही ठाउँमा राखेको अटो आज राति पानी परेको बेला हराए पछाडि दाइले मलाई खबर गर्नुभयो र म आएको छु र कहीँ कतै कसैले देख्नुभयो भने यो गाडी नम्बर पनि राखिदिएको छु। अनि त्यस पछाडि अटोको फोटो पनि राखिदिएको छु। कसैले लगेर जाँदाखेरि कहीँ लगे पछाडि चाहिँ अलपत्र पारेर कतै छोडिदिएको पनि हुनसक्छ। त्यस्ता घटनाहरू धेरै छन्। अहिले नेपाल प्रहरी पनि अत्यन्तै धेरै खट्नु भएको छ यो विषयमा। पछिल्लो समय चोरीको घटनाहरू अत्यन्तै भइरहेको बेलामा यो एउटा घरमा एउटा सामान्य किस्ताबाट निकालेर चाहिँ एउटा अटो किन्नु भएको थियो। भर्खर ऋण तिरिसक्नु भएको थियो। आज हराएपछि उहाँलाई एकदमै अप्ठ्यारो परेर हामीसँग आउनु भएको थियो। यो खबर सबै माझ पुर्याइदिनु होला, सबै सतर्क रहिदिनु होला भन्न पनि चाहन्छौँ। धेरैजना अटोहरू चलाउने दाइहरू हुनुहुन्छ, त्यसैले बिहान कुदाउने बेलुका लिएर चाहिँ त्यही पैसाबाट चाहिँ घर गरी खाने, घर चलाउनेहरू धेरैजना हुनुहुन्छ। यस्तो पीडा नहोस् र दाइको जतिसक्दो चाँडो चाहिँ भेटियोस् भन्ने पनि हामी कामना गर्छौँ र प्रहरीहरूलाई पनि खबर भइसकेको छ। प्रहरीहरूले अहिले अल तर सबैतिरबाट उहाँहरूले निगरानी गरिराख्नु भएको छ र वरिपरि सबैतिर सिसिटिभी पनि छ। तर सिसिटिभी भए पनि हिजो बेलुका पानी परेको बेला लाइन गएको कारणले गर्दाखेरि, चट्याङहरू आएको कारणले गर्दाखेरि चाहिँ त्यो पानी परेको अवस्थामा लाइन नहुँदा सिसिटिभीले पनि काम नगरेका कारणले गर्दाखेरि उहाँलाई अहिले एकदमै अप्ठ्यारो परेको हो र आशा छ भेटिनेछ र सबैजना सचेत रहिदिनु होला। साइकल चाहिँ चोरहरूले छोडेर सायद तिनीहरूले साइकल छोडेर अटो लिएर गएको हुनुपर्छ। त्यो साइकल धनी पनि आएर मेरो 4-5वटा साइकल चोरी भएको हो भनेर उहाँहरूले पनि भनिराख्नु भएको छ। हजुर भनेको मतलब अर्कोतिरबाट साइकल चोरेर ल्याएर यहाँ अटोसम्म यहाँसम्म आएर हजुर साइकल यहाँ राखेर छोडेर गयो। हजुर तपाईँहरूले बेलुका क्यामेरा एउटा लाइन नहुँदा पनि चल्ने क्यामेराहरू थियो अरे यहाँनिर, हेर्नुभयो त्यो पनि? त्यो अम्बे प्लाईको हो। हजुर त्यहाँको हेर्दाखेरि चाहिँ हामीले त्यो क्लियर देखिएन। 11:30 बजे पिलिक्क लाइट बलेको यही अगाडि देखियो। त्यस पछाडि अटो यताउति गएको केही देखिँदैन। अरू केही देखिएन। धेरै बढेको छ, सबैजना सचेत रहनु होला। अब गाउँमा यस्तो नहुनु पर्ने थियो, भयो। अब बिचराको गरी खाने भाँडो हो।